रोड टु युएफसीको खेल अब व्यक्तिगत रिसिभीमा परिणत भएको छ। मकाउमा ऐतिहासिक जित हासिल गरे लगतै नेपालको बझाङको बाघ रविन्द्र डाँट र न्युजिल्यान्डका अपराजित फाइटर कासिप मडोक बीच सामाजिक सञ्जालमा ठूलो भिडन्त सुरु भएको छ। मडोकले आगामी अगस्त 28 मा सङ्घाईमा हुने खेलमा रविन्द्रलाई पूर्ण रूपमा ध्वस्त पार्ने दाबी गरेका छन्। यो विवाद अहिले सुरु भएको होइन, यसको जड बालीको ट्रेनिङ क्याम्पमा जोडिएको छ। मडोकको दाबी छ कि 1 वर्ष अघि रविन्द्रले उनीसँग खेल्न डरका कारण अस्वीकार गरेको थिए। उनले रविन्द्रको पछिल्लो खेलको खिल्ली उडाउँदै उनी सङ्घर्ष गरिरहेको आरोप लगाएका छन्। मडोकको रिप्लाईमा सोमा फाइट क्लब रविन्द्र जहाँ ट्रेनिङ गर्छन्, सोमा फाइट क्लबले क्ल्यारिफिकेसन दिएको छ कि कासिप मडोकको फाइट कहिले पनि रविन्द्रसँग हुने भएको थिएन। कासिप मडोकको फाइट त्यतिखेर युकी आङदेम्बेको अगेन्स्ट स्केड्युल हुनेवाला थियो। रविन्द्र दन्त र युकी आङदेम्बे बीच कन्फ्युज भइरहेको रहेछ। दन्तको अगेन्स्ट उसको फाइट कहिले पनि स्केड्युल्ड थिएन। दुवै फाइटरहरू उत्कृष्ट छन्, तर उनीहरूको शैली फरक छ। 10-1 को रेकर्ड भएको रविन्द्र आफ्नो भयानक ग्राउन्ड एन्ड पाउन्डको लागि परिचित छन्, जसले विपक्षीलाई केजमा टिक्न दिँदैन। अर्कोतर्फ 8-0 को अपराजित मडोकको पूर्व युएफसी च्याम्पियन अलेक्जेन्डर भाल्कानोभस्कीसँग तालिम लिने एक उत्कृष्ट रेसलर हुन्। रविन्द्रसँग स्किल्स छैन, म उसलाई डेफिनेटली हराउँछु भन्ने कासिपको दाबी छ। अब म यहाँ के भन्न चाहन्छु भने पहिलाको रविन्द्रलाई हेरेर अहिले जज गर्न मिल्दैन। एमएम स्पोर्ट धेरै छिटो इभल्भ हुने स्पोर्ट हो। रविन्द्रले आफ्नो स्किल्स, आफ्नो कमी कमजोरीलाई इम्प्रुभ गरेका छन्, आफ्नो कमीहरूलाई धेरै इम्प्रुभ गरेका छन्। कासिप मडोक अनडिफिटेड छन्, यो राम्रो कुरा हो, तर अनडिफिटेड हुनुको मतलब यो होइन कि उसलाई हराउनै सकिँदैन। किनभने चुङरेनले पनि क्वार्टर फाइनलमा रियो म्यागोचीलाई अनडिफिटेड प्लेयरलाई हराउँदै सेमीको यात्रा तय गरेका थिए। मलाई लाग्छ कासिपको यो अनडिफिटेड रेकर्ड र उसको घमण्ड सेमी फाइनलमा टुट्नेछ रविन्द्र डाँटको हातबाट। हस्त जय नेपाल। भिडियो मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब गरिदिनुहोस्।